Hello guys, welcome to Hassan Thapa YouTube channel. म चाहिँ गाइस आज घरतिरै छु अनि त्यसपछि हजुरहरूलाई देखाउने नै छु आजको भ्यू। यता चाहिँ पारिपट्टि चाहिँ चापागाउँ, यो तल देखिएको दृश्य यो चाहिँ थेचु, त्यहाँबाट सरर माथि आएर यता माथि आएपछि चापागाउँ, यता माथि देखिएका नयाँ हाउजिङहरू यो चाहिँ सुनाकोटी अरे, अनि सरर यता आएर तपाईको यता उँभो चाहिँ चुनिखेल। गाइस यिनीहरू चाहिँ नयाँ हाउजिङ बनिरहेका छन्, अहिले हाउजिङले बनाइरहेछ। यहाँबाट सरर ल्याएर हाउजिङले घर बनाउँदै ल्याएर यहाँदेखि बनाएर यहाँसम्म ल्याइपुऱ्याइसक्यो गाइस। अनि त्यसपछि यो फुल चाहिँ मेरो के फुल अरे कान्छी, यो चाहिँ ब्रह्मकमल हो। अस्ति फुलेको थियो, आज चाहिँ फुले, यो अचलभरि चाहिँ फुले होइन। यता चाहिँ तोरी फुलेछ, लसुन रोपेछन् दिदीहरूले, अनि यता फुल फुलेको छ गाइस। यसपालि चाहिँ तिहार अलि अगाडि भएर फुल नै पाएको थिएन, भर्खर फुल पो फुलिरहेछ, अहिले भर्खर फुल फुलिरहेछ। यता चाहिँ हाम्रो हिरोनी मिस लिलु, उनको नाम चाहिँ लिलु हो। यो हाम्रो घरको सदस्य डन ओ डन, यता हेर त, आइज हातले स्याबास, यो निले स्याबास। यो चाहिँ यसलाई यसको टिका अझै गएको छैन। यसलाई तिहारमा टिका लगाइदिएको, कुकुर तिहारको दिन यसको टिकै गएको छैन अझै। अनि गाइस आजको भिडियो चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई। यो पारिपट्टि चापागाउँ, अनि उँभो थेचु, यो उँभो माथितिर थेचु, अनि यहाँ तल बन्दै गरेको अघि नै मैले भनिहालेँ यिनीहरूलाई। यो चाहिँ नयाँ हाउजिङ बनिरहेछ, हाउजिङले बनाएको यो सरर लाएर। मौसम चाहिँ आज काठमाडौँको आज पनि क्लियर छ। अनि त्यसपछि अनि सरर गाइस हजुरहरूलाई के कस्तो लाग्यो भिडियो आजको, कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनु होला। मैले चाहिँ भर्खरै युट्युब च्यानल खोलेको छु गाइस, सबैले माया गरिदिनु होला, सबैले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि त्यति भन्दै आजको भिडियो अन्त्य गर्न चाहन्छु। सबैलाई धेरै धेरै माया अनि धेरै धेरै स्नेह, अनि सबैलाई उडी चुप्पा, बाई बाई, नमस्ते।